जियोस् अब यत्रो 30, 35, 36 वर्षसम्म हाम्रो नेपालको जम्बो राजनीति टोलीले पिडमर्का बुझेनन् होइन। पूर्वका मेयर अहिलेका माननीय हर्क साम्पाङले के भन्छ भने दार्चुलाको पीडालाई बुझ्नुभयो, दार्चुलाको व्यथालाई देख्नुभयो। उहाँलाई सलाम छ यहीँदेखि होइन। जियोस् उहाँको एउटा के भन्छ भने राष्ट्र प्रेमी नेता चिन्नुपर्छ। 5 वर्षपछि सायद लाग्छ मलाई प्रधानमन्त्रीमा हुनुपर्छ भन्ने मान्छे चाहिँ हुनुहुन्न। चुनावमा त अलिकति तपाईले हर्क साम्पाङले त्यो भिडियो शेयर गरेको चाहिँ कति दिनपछि थाहा पाउनुभयो? त्यो चाहिँ मैले लगभग 2-3 दिनपछि हो कि कति खेरेपछि त्यो उसमा रेभोल्युसनमा नि हालेको थिएँ कि होइन। अनि त्यो एकजना हाम्रो छ नि बहिनी के गिबिनामा गयो उसले नि हालेको थिएँ। अनि भनेपछि हर्क साम्पाङले त्यो भिडियो शेयर गर्नुभयो। जिते पनि नजिते पनि म चाहिँ पुल बनाउनु पर्छ दार्चुलामा भनेर उहाँले भन्नुभयो नि होइन। त्यो भनिरहँदाखेरि तपाईहरुलाई विश्वास लाग्थ्यो यसरी हर्क साम्पाङको टिम मान्छे आउँछन् यहाँ यति साह्रो रिसर्च गर्छन् अध्ययन गर्छन् पुल बनाउनका लागि भनेर लागेको थियो विश्वास तपाईलाई? त्यो हर्क सरले त्यो भनिसकेपछि चाहिँ होइन एक मनमा उत्सुकता बढिरहेको थियो कि पक्कै पनि आउँछन् होला उनीहरू, किनभने चाहिँ हर्क सरले भनेपछि गर्छ होइन। एउटा उदाहरण धरानबाट भएको छ हो कि नै, त्यो उदाहरण धरानमा देखिएको छ। जनसमाधानबाट नै धरान कति विकास भइरहेको छ। देश त्यसरी नै विकास हुने, गाउँ गाउँ विकास हुँदा हुँदै देश विकास भएको मात्रै लाग्दैन। त्यही भएर उनले भनिसकेपछि अब चाहिँ किन केही हुन्छ है, हाम्रो ठाउँमा पनि पुल बन्छ है, दार्चुला नचिनेको अब दुम्लिन पनि चिन्छ विश्वले भन्ने जस्तो लागिरहेको थियो। नभन्दै अब भइहाल्छ पुल।